आज चाहिँ एकादशीको दिन हो होइन साथीहरू। अब के गर्नु, हाम्रो चाहिँ अब जुठो परेको छ। मेरो सासू खस्नु भएको छ, सासू आमा होइन। अनि अब तुलसा रोप्नु हुँदैन, त्यही पनि तुलसाको मोठ चाहिँ अब सफा गरौँ भनेर सबै झारहरू पलाएको थियो। अनि झारभन्दा पनि दुबो रोपेकी थिएँ छोरीले, अनि पूजा गर्नको लागि। त्यो दुबो चाहिँ उखालेर फालेर सफा पारेँ। आज एकादशीको दिन हो नि त, अनि सफा गर्नु पर्यो भनेर सबै सफा गरेँ। अनि त्यसपछि अब के गर्नु, रोप्न नभए पनि अनि एकादशीको दिन अब नुहाउनु त सधैँ पर्छ। नुहाइधुवाइ गरेर तुलसाको मोठमा गएर यसरी झारहरू सबै फालेँ होइन। अनि सबै फालेपछि अनि यसलाई चाहिँ पखाल पुखुल पार्नु पर्यो भनेर चाहिँ सबै सनक्क पारेँ। अब तुलसा रोप्न नभए पनि सफा गर्न त हुन्छ नि त। सफा त सफै थियो र पनि अब त्यो झारहरू जङ्गलहरू किन राख्नु भनेर सबै सफा गरेँ, धोइ पखाली गरेँ। अनि देख्न सक्नुहुन्छ यसरी सबै सफा गरेँ। फुलहरू छ, सबै फुलहरू झर्छ होइन, दिनै पछि त सफा